आर्यन ब्लग्समा तपाईँहरूलाई स्वागत छ। आज पनि एउटा नयाँ ब्लग्स लिएर म आइरहेको छु हजुरहरूको सामु। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि हिरोसीमा जाँदैछु। त्यहाँको तपाईँहरूलाई केही देखाउँछु है। अनि तर अस्ति मैले हालेको भिडियोको चाहिँ क्वालिटी पनि अलिकति कम भइरहेको थियो। त्यसलाई पनि अलिकति केही अब इम्प्रुभ गराउँदै तपाईँहरूलाई म त्यो पनि देखाउँदै अलिकति इम्प्रुभ तरिकाले देखाउँछु, इम्प्रुभ क्वालिटी बनाएर। यसो हेरेर साथ सहयोग चाहिँ हजुरहरूले गरिदिनु होला है त गाइज। ल अहिले चाहिँ हामी है पुरै सहर आइसकेका छौँ। यो चाहिँ अब हाम्रो मुर्रो छोडेर आइसकेपछि अर्को भेट्ने हाम्रो पुरै सहर हो। यो पुरै सहरको चाहिँ अब भ्यूहरू यस्तो छ है, कस्तो राम्रो छ क्या यो सहर पनि। हाम्रोभन्दा अलिकति टाढा, अलिकति भन्दा पनि आधी घन्टा 1 घन्टा जस्तो हो गाडीमा। त्योभन्दा धेर त लाग्दैन यो ठाउँ आइपुग्नलाई पनि। तर राम्रो छ यो सहर पनि। हामी यहाँ आइपुग्यौँ, हाम्रो अब यहाँ भएको भए अझ हामीलाई राम्रो हुन्थ्यो है। त्यो यहाँ छैन, त्यही पनि ठिक छ हाम्रो ठाउँ पनि। ल साथीहरू, यहाँ पर चाहिँ तपाईँहरूले के देख्नुहुन्छ हेर्दै जानु ल। हेर्नु है अब आउँछ ल, हेर्दै जानु है। समरिँदैछ हो, कस्तो बवाल समरिन्छ क्या। समरिन्छ। यहाँ चाहिँ पार्किङ हुन्छ क्या समरिनको। चाहिँ होइन हाम्रो नेपालको त्यो नाका हुन्छ नि, एउटा जिल्लाबाट अर्को जिल्ला जाने जाने ठाउँ हो, त्यही हो क्या यो चाहिँ नाका हो। भन्सार जस्तै होला यो चाहिँ। हामी लगभग हामी चाहिँ के अरे हिरोसीमा टेकिसकेका छौँ। अब हामी कता जान्छौँ, के गर्छौँ भन्ने कुरो चाहिँ अब तपाईँहरूलाई देखाउँछु होइन। हाम्रो सपिङहरू छ अलिअलि, त्यो सपिङहरू पनि केही हल्का देखाउँछु। अनि म कता घुम्छु त्यो पनि देखाउँछु, मजाले हेर्नु होला ल। हाम्रो ठाउँ छोडेर आउँदा त यहाँ त मान्छेहरू त कति देख्न पाइने क्या। हाम्रोमा यस्तरी मान्छे नै हुँदैन नि, यहाँ मान्छे हुँदो रहेछ। हाम्रो सिटीमा यस्तो मान्छे नै हुँदैन। बिजोग छ हाम्रो सिटीको त, त्यही पनि ठिक छ। हामीलाई त्यही पनि रमाइलो छ होइन। यो चाहिँ गाजाङ गुजुङ भएको सिटी जस्तो देखिन्छ हाम्रो हेरिकन त, त्यही पनि ठिक छ क्या यो पनि, हाम्रो ठाउँ पनि है। पर देखिएको चाहिँ हिरोसीमा स्टेसन हो। अब हामीले के अरे गाडीमा छौँ नि त, निस्केर त हामीले भिडियो खिच्नु पाइएन, गाडी खिच्या हो। त्यही पनि हेर्नु न अलिअलि यसो। अब अलिक मजाले फेरि टाइम भएको बेला राम्रो तरिकाले सबै देखाउने नै छु निस्केरै होइन। ट्रेन कस्तो हुन्छ, ट्रेन कसरी कुदिरहेको थियो सब देखाएको छु। यसमा चाहिँ अब अलिअलि देखेर चाहिँ हेर्नु न, जेब्रा क्रसिङमा मान्छेहरूले कसरी रुल फलो गरिरहेछन् होइन। अब हाम्रोतिर त नेपालमा त्यसरी मान्छेले रुल त फलो गर्दैन नि त, जहाँबाट पनि बाटो काटिदिन्छन्। यहाँ चाहिँ त्यस्तो हुँदैन क्या बाटो काट्ने गर्नेमा चाहिँ। अब चाहिँ हामी हिरोसीमाको इमिग्रेसनको बिल्डिङ तपाईँहरूलाई देखाउँछु। यही हो इमिग्रेसनको बिल्डिङ होइन। हाम्रो डकुमेन्टहरू चाहिँ यही बिल्डिङमा चेक भएको थियो क्या। हिरोसीमा क्यासल र अनि के अरे अमेरिकाले एटम बम खसालेको ठाउँ, त्यो ठाउँ पनि जान्छु। त्यो ठाउँ पनि अब तपाईँहरूलाई देखाउँछु। ठक्क लाग्यो त्यो पनि हेरिहाल्नुहोस्। अनि त्यस पछाडि मैले अब कहाँ गएर के खाएँ, कसो गरेँ भन्ने कुराहरू अलिअलि छ। त्यो पनि अब अलिक पछाडि यसो अलिअलि हेर्नु होला। अब चाहिँ हामी हिरोसीमा क्यासल पनि हामी पुग्नै लागिसकेका छौँ। यहीँ पछाडिपट्टि छ। अब हामी त्यहाँ चाहिँ अलिक अगाडिपट्टि गाडी रोकेर अनि हामी एकछिन यसो हेर्न जान्छौँ। तपाईँलाई पनि म त्यो भ्यू देखाइहाल्छु ल थोरै। यहाँ न क्यासलमा बोट कस्तो दामी आवा सर आयो रे बोट बवालै टक्कै। यो साथी यहाँ फोटो खिच्दा दम छ। अर्को दाइ चाहिँ उहाँ जापानिज स्टाइलको क्यासल हो हिरोसीमाको। यस्तो छ यो जापानिज स्टाइलको क्यासल है। टक्क होइन साथी कुद्दैछन् क्या, कुदै भन्छ हो क्या, यस्तो ठुलो छ। कस्तो बल गरिदिन्छ क्या है। यो चाहिँ अब बम परेको ठाउँ अरे अब ठक्क है। अब अरूको त देखाउनु पाइएन, आफ्नोमा देखाउने हो। यहाँ अहिले बम परेको ठाउँ पनि देखाइदिन्छु म। यहाँ परेको छ त्यो यही हो ल हिरोसीमाको है, एटम बम खसालेको ठाउँ यही हो। तपाईँहरू देख्न पनि सक्नुहुन्छ यस्तो भएको रहेछ यो एटम बम खसालेर होइन। टक्क अब पुरै अब यो यस्तो भइसकेको रहेछ कि अहिले।
यसलाई अब टुरिस्ट आउने ठाउँसँग यताउति बनाएर रहेछ बवाल बनाइदिएको रहेछ कि यहाँ होइन वाउ क्या दामी छ यता पनि होइन टुरिस्टहरू आउने यस्तो वरिपरि है अरू त मैले देखाउन मिल्दैन नि त यहाँ त्यही भएर कसैलाई खिच्दैन साथीहरू अब यहाँ पुरा भिडियो पनि बनाउँदै हुन्छ कोही खिचिदिँदै हुनुहुन्छ होइन यहाँ न बम खसेको ठाउँ क्या यही बिल्डिङमा खसेर छ यही बिल्डिङभित्र त्यो बवाल छ होइन सर कोही नाउँमा आउने है यहाँ होइन यस्तरी नाउँमा आउने सर साथीहरू अब हामीले होइन त्यो बिल्डिङ पनि घुमेर फर्किँदैछौँ अहिले चाहिँ सेन्सिला खोज्दैछु त्यो गाडी कहाँ छ भन्ने कुरा अब हाम्रो गाडी कहाँ छ भनेर गाडीबाट खोज्दै हिँड्यो हो तर पहिला त यहाँ हरियो केही थिएन अरे अहिले त यतिको हरियो पलाइसकेको रहेछ ए यस्तो हो कि यो हो झरे ठाउँ उहाँ चाहिँ हाम्रो क्या सेनपाइ दाइ हो उहाँले अब हामीलाई यहाँ घुमाउनु ल्याउनु भएको क्या फेरि उहाँ चाहिँ अब यहाँको अलिकति यसो बोल्न जान्ने भएर उहाँले लिएर आउनु भयो उहाँले पनि अब यहाँ ठाउँ खोज्दा गरेर ल्याउनु भयो ल्याउनु त त्यही पनि अब जापान आएको छ अब यस्तै ठाउँहरू यसो अलिअलि हेर्नु परेको छ अलिअलि दुःख गर्नु परेको छ पीडा भनेको यस्तै हुँदो रहेछ है यहाँ आएपछि गाइस ल अहिले फेरि म पर एक ठाउँ कहीँ गयो भने भेट्छु तपाईँलाई राम्रो ठाउँ देख्यो भने देखाउँछु नभए अब यस्तै हो ल गाइस पार्किङमा पार्क गरिसक्यौँ गाडी होइन टक्क लाएर है यहाँ छ त्यो नेपाली बसमा यहाँ छ नेपाली झन्डाहरू पर गर्छ के खाँदै हो भाइ म चाहिँ चिज खाँदैछु चिज नान हो नान खाँदैछु त माधवी नेपाली पसलमा आएर टक्क हामी चाहिँ खाना खाँदैछौँ है बाहिर चाहिँ चिज नान हान्दैछ टक्क नेपाल इन्डिया नेपाली पसल हो साथीले बिरयानी हाम्रो सेन्चेले चाहिँ नेपाली खाना सेट मैले पनि नेपाली खाना सेट हान्दैछु म चाहिँ चिज नान ए जापान हिरोसिमाको नेपालमा के भन्छ थमेल यो चाहिँ थमेल हो हिरोसिमाको थमेल अहिले चाहिँ यस्तो सफा क्लियर शान्त छ साँझ चाहिँ ठ्याक्कै थमेलको जस्तै हुन्छ Sakano Stadium, Football Stadium. गाडी पार्किङ यस्तो बवाल छ अब चाहिँ हामी चाहिँ घरतिर फर्किँदैछौँ अघि नै आएको बुलियाइबाट आएको हो हामी अब चाहिँ घाम पनि डुब्न लागिसकेको छ र हामी बिस्तारै आफ्नो वासस्थानतिर फर्किँदैछौँ यो चाहिँ हिरोसिमा यो पनि एकदमै राम्रो देखिरहेको छ यता चाहिँ हाम्रो दुईजना साथीहरू हुनुहुन्छ पुरेको पोर्ट हो जापानिजमा चाहिँ मिनातो भन्छ हामी चाहिँ पुरा हाँसी भन्ने ठाउँमा जाँदैछौँ हामी चाहिँ हाम्रो वासस्थानमा आइसक्यौँ अब चाहिँ हाम्रो मुर्रो रमाइलो छ हाम्रो गाउँ पनि यही हाम्रो गाउँ चाहिँ होइन हामी बस्ने यो चाहिँ हाम्रो के भन्छ प्लेग्राउन्ड अनि यो चाहिँ हाम्रो गाउँ प्लेस